हे केटी छन् रे त्यो पल्लो गाम बाबु आज तँलाई हेर्नलाई जाम बाबु लाउरे सिपाहीलाई। ए कस्तो पाइन्छ लड्कीहरू पाम्न त तिम्रो इच्छा जानी भए जाम न त हे नभन गएर लड्की हो अर्को ठाउँमा यही भन्दा बड्की हो। ए जाम जाम ड्याडी लड्कीहरू हेरौँ त आफ्नो नेचर कसरी फेरौँ हे आफमा भएको कुरा सब खोल्नु यहाँ जस्तो यहाँ युँ गरेर नबोल्नु रे सिपाही। ए केटी हेरम दिन्छन् कि दिन त बेजा खराब नगरइन त हे सिकाए नि बोल्दैन मिठो जाता टाटे गाडीले आइछिटो जाने। हे यो ट्यापेलाई कोहीले छोरी दिँदैनन् किन कति ठाउँमा डुलाउँछौ दिन्दिन हे अघि सर्दै मस्के झै गर्ने त हेर्नु नि ड्याडी नोकर्नीहरू मलाई मन नपर्ने। ए घरमै छन् नि नभन्न नोकर्नी कामले गर्दा भागा जान्छ गर्ने। ए हामीले पनि क्या दुःख पाइम दिदी ट्याप्या घर काम गर्न आइम दिदी लाउरे सिपाही। हे कपाल काटेम यो ड्राइभर खुइतीको हे कपाल काटिदिम देखा यो ड्राइभर खुइतीको मुन्ना पारिदिम अब यो डुइटी। ए तेरै कुरा सुन्नाले लिलाबो हाँका गाडी पुग्नलाई ढिलाबो लाउरे सिपाही। ए यो ट्यापे त बस्ने भो कुमार ल्याउँछौ फेरि सातै गाउँ घुमार लाउने सिपाही। ए बाउले हाँक हाँक भन्छौ 100 स्पिड हाँक दिन्छु ट्यापे बोले भिरबाटै जान्छु लाउने सिपाही। हे हेर्न जाँदा अप्ठ्यारो भएको त नोकर्नीहरू किलेर आएको त ए ट्यापे यो ट्यापे कति चढेको हो हे नोकर भन्दै हेला पो गरेछ एउटीसँग मेरो लपरेछ हे बेगर्छु भन्दै जाँदै फर्किँदा आइरहन्छ घरै चुरोट गनाएर आइरहन्छ लाउने सिपाही। हे बाटैभरि यो ट्यापे करायो झर्नु साउजी केटीको घर आयो लाउने सिपाही। हे भेटघाट भयो आजको तालिका के सामान झार्नियो मालिक। ए बताइदिए घर सबले चिन्छ नमस्कार है को पो हैसिन्छ लाउरे सिपाही। हे काडी आयो के कति कामा हो सबै सन्तान म यिनको आमा हो लाउरे सिपाही। काडाको के कामले पाल्नु भो बाङ्गो बाङ्गो। हे तिम्री बहिनी हेर्नलाई आएको खाजा खाँदा अलिकति खाएको लाउरे सिपाही। ए सोधिहाल्नु भयो को भनेर हे नोकर्नीको मुखभरि घाउवा छ केटी हेर्न छोरा र बाउवा छ लाउने सिपाही। हे आमा होला पक्कै भाग्यले भेटा त काली जस्तै रहेछ नि केटा त लाउने सिपाही। हे केटो त्यही हो कस्तो छ बानी चिहालेर अगाडि जान नि लाउने सिपाही। हे हे के बुझ्दिन के भन्छ पानी दिएको रक्सी बोले भन्छ लाउने सिपाही। ए सानो मन पराइदेऊ थोरै खाइन्छ है यो गाउँमा त लोकलहरू पाइन्छ। हे टाढैबाट हेर्दा नि टल्किनी खासै राम्री देखेन मल्किनी लाउने। हे हुन्नामा भनिदेऊ है फर्की जाऊ दुईटा चुरोट सल्कायो ठाउँको ठाउँ। हे ओ गड यस्ती हेर्दिन म ड्याडी यो जस्तो त
दुईजना छोडे हे हजुरको जय हो के रे मेरो काम आउनुहोस् ज्वाइँ साहब एक दुई तो भान्न हे मेरो पछि नआउनु सानो ल हान्न जाँदा मलाई नि लानु ल लाउने सिपाही दाइ। यस्तो ठाउँमा तँलाई भन्छु कि हे यस्तो ठाउँमा आउनु नै मिस्टिक हो ओ भाइ तेरो बम्पु कि स्टिक हे एक सर्ट तान्न नपाउँदै गल्छ त्यो के को बम्फु स्टिकमै ढल्छ त्यो लाउने सिपाही दाइ। ए ज्वाइँ हजुरले भनेको मानमला हान्ने भए ठरानी आनमला सिपाही दाइ। ए आफ्नै बयान गरेर मरिस् त ठुल जेठानलाई नमस्कार गरिस् त लाउने सिपाही दाइ। हे यो जेठानलाई कसरी मानौँ ल हेलो बुढो हेन्सेक चाहिँ आनौँ ल हेन्चे गानम भन्दैछ निले उहाँलाई कस्तो मान्नुभयो मम्मीले लाउने सिपाही दाइ। ए घर व्यवहार त कस्तो छ थाहा छैन बोलेको नि केही मेसै पा छैन लाउने सिपाही दाइ। हामीलाई पुरै चाहिन्छ संस्कार संस्कार रहन्छ जानुहोस् भो नमस्कार हे फर्काएर नगर्नुहोस् भुल दादा प्लिज त्यस्तो नभन्नुहोस् ठुल दादा लाउरे सिपाही दाइ। त्यस्तो साह्रो चाहिँ नभन्नु है दाइले पनि है बुझ्नुपर्छ हजुरले जेठा है। हे घुम्न आउँछ दसैँ र तिहारमा बच्चैबाट बस्या हो बिहारमा लाउरे सिपाही दाइ। हे किन आयो आमालाई थाहा छ घरमा मान्छे रङ रङको आइरहेछ लाउने सिपाही दाइ। हे घर कत्रो हो ज्यान पनि पस्दैन यसमा हाम्रो कुत्ता नि बस्दैन हे अब तैँले नाइ नभन मोरी नोकर चाकर छन् रे घरभरि लाउरे सिपाही दाइ। ए त्यसै यहाँ छ आहो र मनी पैसा दिया छन् नोकर हम भन भनी लाउरे सिपाही दाइ। हे तैँले पनि आफ्नो नै मान त मिलिसकिम हामी ज्वाइँ जेठान त लाउरे सिपाही दाइ। ए कुरो मिल्यो गरेछ सवाल यार हेर्नु ड्याडी यो फुच्चे बबाल यार हे गाजा चुरोट रक्सी सबै खानी जाँदिन